देखिएको कारणले त्यो बेलादेखि मान्छेले अत्याधिक धेरै विश्वास गरिन्छ। अनि यो छिम्केश्वरी मन्दिर भग्नावशेष अवस्थामा थियो केही समय अगाडि, अहिले यो पुनर्निर्माण भएको छ। पुनर्निर्माण भइसकेपछि यो कति लागतमा र भक्तजनहरू कतिको आउनुहुन्छ? अहिले हामी चाहिँ तपाईँको लगभग यो 79 सालको निर्वाचित जनप्रतिनिधिले चाहिँ हामीलाई चाहिँ नियुक्ति गरेर हामी चाहिँ छिम्केश्वरी पर्यटन विकास समिति हो र त्यसपछि चाहिँ त्योभन्दा अगाडिको चाहिँ जनप्रतिनिधिहरूले यो निर्माण गरेको भौतिक निर्माण संरचनालाई चाहिँ हामीले पुनर्निर्माण गरेर अहिले चाहिँ हामीले यो पित्तलको जलप छाना लगायौँ छानामा र त्यसपछि चाहिँ तपाईँको निरन्तर रूपमा यहाँ चाहिँ तपाईँको भौतिक पूर्वाधारको लागि चाहिँ हामीले धेरै नै संरचना चाहिँ निर्माण गर्ने गरेर हामीले गुरु योजना नै तय गरेका छौँ हाम्रो नेतृत्वमा। अब त्यसपछि सबभन्दा पहिले त यहाँ एकदमै अति आवश्यक भनेको पानी हो र पानीलाई चाहिँ ठुलै प्रयास गरिरहेछौँ। यो चाहिँ तपाईँको तनहुँको उच्च भागमा भएर पनि अत्यन्तै विकट दुर्गम भएको छ, तर यसलाई हामीले एकदम चाहिँ तपाईँको एउटा धेरै कुराहरूमा चाहिँ हामी आम गरिनेको एउटा ऐतिहासिक रूपमा तनहुँकै चाहिँ तपाईँको शानको रूपमा चाहिँ हामीले यसलाई चाहिँ प्रतिबिम्ब गर्ने चाहिँ यहाँ छुट्टै यो छिम्केश्वरी पर्यटक बोर्ड भन्ने चाहिँ एउटा संस्था छ। त्यसले चाहिँ भर्खरै जस्तो गाउँपालिका लगायत गाउँपालिकाले पनि एउटा भिजन तयार गर्नुभएको छ। त्यसमा चाहिँ छिम्केश्वरी पर्यटकले पनि सहकार्य गरेर चाहिँ र विदेशमा रहने जति पनि देश विदेशमा रहनुहुने सहयोगीदाताहरूसँग सहकार्य गरेर यहाँ चाहिँ जस्तो भर्खरै हाम्रो मिटिङ भएको थियो। यो छिम्केश्वरी पर्यटकीय क्षेत्र एउटा हाम्रो समिति रहेको छ, जसमा चाहिँ यो जस्तो यो मनोकामना र छिम्केश्वरी दिदीबहिनी भएको कारणले गर्दाखेरि यसलाई पनि अब विभिन्न किसिमको जुन चाहिँ हाम्रो एउटा योजना तयार भएको छ। गाउँपालिकाले पनि भर्खरै अस्ति प्रचार गर्नुपर्ने, त्यसमा चाहिँ हाम्रो यो बुढी माईलाई पनि व्यवस्थित रूपमा गर्ने र भक्तजनहरूलाई आउँदा जाँदा पनि विशेष सबै कुरो जस्तो अहिले आउँदाखेरि कतिजना आएर जस्तो आज त विशेष त छँदैछ, तर अरू बेला आउँदाखेरि अब टाढाबाट आउनुहुने भक्तजनहरू अब यहाँसम्म आउने पूजाआजा गरेपछि बास बस्न नपाउने अब अलिकति समस्या भएकाले खानेकुरा पनि अभाव भएको कारणले गर्दाखेरि अब अहिले चाहिँ विशेषता छ आजको दिनमा र अरू दिनमा पनि यसलाई अझै पनि विकास गर्नको लागि एकदमै राम्रो भिजुअल बनेको छ र त्यो इस्टिमेट अनुसार सायद 4-5 वर्ष लाग्छ होला। त्यसमा चाहिँ हाम्रो यो त्यो भिजुअल हेर्नुभयो भने त यहाँहरू चाहिँ छक्कै पर्नुहुन्छ। त्यो अनुसार चाहिँ गर्नुभयो भने धेरै नै राम्रो छ, किनकि हाम्रो यो एरियालाई चाहिँ जुन चाहिँ यसमा चाहिँ यो ठाउँलाई चाहिँ जति पनि